ल पहिला बाउ आमा दाजु दिदीहरू ल तिमीलाई के गर्नुपर्ने अनि सुत्नु पर्दैन। यस्तो मरिमरि भिडियो बनाउनुपर्छ साथीहरू, कसैले माया गरिदिँदैन। लाइक सम्पूर्ण ख्रिस्का जनहरूमा जय मसीह, गुड मर्निङ। आज शनिबारको दिन परमप्रभु परमेश्वरले सिर्जना गर्नुभयो अनि म चाहिँ यो समय चर्चमा जाँदैछु। आज आराधना सेवाकै हुन्छ। कतिजना विश्वासी मित्रहरू जाँदै हुनुहुन्छ चर्च है, आराधना सङ्गतिमा म चाहिँ जाँदैछु साथीहरू। स्वर्गीय देशमा लैलै स्वर्गीय देशमा विश्वास गर्नेलाई लानेछ यसु बादलमा, विश्वास गर्नेलाई लानेछन् यसु बादलमा। ल यो चाहिँ हाम्रो चर्च हो है साथीहरू। यो पारी देखेको चाहिँ मेनसाम गाउँपालिका हो। यही हो हाम्रो चर्च। ल है यहाँनिर टिन्ड्याङ हाम्रो खोर्सानीको बिरुवा छ। खोर्सानीको बिरुवा यहाँनिर रोपेको लगाउनु भएको छ डेडीले। यहाँनिर डेडीको मेहनत एकदम धेरै छ। यहाँनिर यसलाई हुर्काउनुको निम्ति गाह्रो पर्छ। यो चाहिँ लगभग ठुल्ठुलो जति छाँटिसक्यो हो। यहाँनिर अरू पनि छ र टिन्ड्याङ यहाँ छ, अरू ठाउँमा छ माथि हुँदैछ। यस्तै छ है खोर्सानीको बिरुवा चाहिँ। ल साथीहरू म चाहिँ घाँस काट्दैछु यहाँनिर देख्न सक्नुहुन्छ। मैले अलिकति त्यति चाहिँ काटिसकेँ। ल पहिला बाउ आमा दाजु दिदीहरूले पढ छोरा पढ, भाइ पढ भन्थ्यो। अहिले यसो सम्झिँदा त पढ्नु पर्ने रहेछ। के गर्नु, अहिले पढ्ने होइन, घाँस काट्ने जीवन पो भइरहेछ हौ साथी हो। के गर्नु, पढ्नु चाहिँ छोड्नु हुँदैन है। त्यही भएर ल साथी हो, बाटो चाहिँ अप्ठ्यारो छ। होसियारपूर्वक हिँड्नुपर्छ, यहाँ लडिन्छ फेरि। भारी पनि ठुलो छ, डाङडाङ डुङडुङ फेरि डोकोले खिच्छ है साथीहरू। यस्तो मरिमरि भिडियो बनाउनुपर्छ साथीहरू, कसैले माया गरिदिँदैन। लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु पऱ्यो है साथीहरू। ल यस्तो साह्रो पर्छ भिडियो बनाउनु। ल साथीहरू घाँस आइपुग्यो यहाँ ल्याउने ठाउँमा। बिस्तारो लडाउँ भन्ने हुन्छ। अब यसलाई घप्टाउनु पर्छ साथी हो। यहाँ डोको राखेर हुँदैन, पानीले भिज्छ। त्यही भएर ल साथीहरू, एक डोको घाँस यत्रो हुन्छ है। एक डोको घाँस चाहिँ निकै हुन्छ। यो ठुलो डोकोको टप्पै हुन्छ पछाडिसम्म नै। तिमीलाई के गर्नुपर्ने अनि सुत्नु पर्दैन। बाबा घाँसदेखि आइसक्यो, अघि सुताएर गएको, सुतेन भने हो। यस्तो मान्छे यस्तो कोक्रो बनाएको छ, सुत्दैन है। अब मसँग सुत्ने हो, मसँग सुत्नुपर्छ ल।
आहा 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 ला 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 कसले नसुत्नु भनेको छ नि अघि भाले बासेर उठेको रे हो आहा ल ल त साथीहरू म चाहिँ खाएर घाँस लिएर खाजा खाएर खोर्सानीको बिउ खोर्सानी रोप्न जाँदैछु यो सेतो बाल्टीमा चाहिँ यहाँ चाहिँ गाईको खोले छ गाईलाई पनि खोले दिनुपर्ने हुन्छ अनि आज हल्का फुल्का खोर्सानी रोप्नु पर्ने छ साथी हो आजको दिन चाहिँ यसरी नै बित्ने भयो मेरो तपाईँहरूको कसरी बितिरहेछ आजको दिन ल है साथीहरू खोर्सानी रोप्ने ठाउँमा आइसकेको छु खोर्सानी चाहिँ यहीँ रोप्ने हो यहाँ हामीले ड्याङ बनाएर पनि रोप्ने ठाउँ बनाएर पनि छेडिसकेको छ यो सबै रोप्नुपर्ने छ यत्रो धेरै छ यता माथि माथि सबै रोप्नुपर्ने छ खोर्सानीको बिरुवा चाहिँ यहाँ छ सबै रोप्नुपर्ने यहाँनिर देख्न सक्नुहुन्छ माथि प्लास्टिक आउने छ अनि यो त छोडिदिनु पर्यो नि यही हो पोहोर गरेको यही चाहिँ ढिलो हुन्छ नि रोप्नु मात्रै त मलाई एकैछिन रोपिन्छ ल यसरी रोपिन्छ साह्रै गहिरो पनि बनाउनु हुँदैन ल साथीहरू हामी चाहिँ यता खोर्सानी धमाधम रोपिँदैछ यो तरिकाले रोपिन्छन् खोर्सानी चाहिँ खोर्सानीको सिजन आयो हाम्रोतिर रोपेको छौँ यहाँनिर यस्तो तरिकाले रोप्नुपर्छ है ल उपरदेखि रोप्दै आएको हामी यहाँसम्म पुऱ्याइयो आधी घन्टामा तिनजनाले ल साथी हो आजको हाम्रो काम यस्तै भयो घाँस काट्ने चर्चदेखि आएर बिरसिरा रोप्ने काम अब चाहिँ रात परेको अवस्था छ घरतिर जानुपर्ने हुन्छ